साथीहरु नमस्कार छ। यो समयमा मैले एउटा सर्ट सिलाउन गइराखेको छु। यो सबै पेस्टिङ गरेर रेडी गरेको छु मैले। कलरहरु, कपहरु अनि यो फेसन पट्टी पनि मैले पेस्टिङ गरेर रेडी बनाइसकेको छु र एउटा कप पनि बनाइसकेको छु र यो कपमा एक बुटको सिलाइ पनि हानिसकेको छु है साथीहरु। यो अब यो जोडिसकेको छु र म यो जोड्न गइराखेको छु र म लगत्तै कलर पनि बनाउने छु। यो बनाएको कुरो म यहाँ राख्छु हैन। त्यसपछि म यो कप बनाउन गइराखेको छु। तपाईहरुले पनि यसरी मैले यो कपडाको ठानै लिएको छु। यसरी बनाउन सक्नुहुन्छ साथीहरु। सिलाइ जहिले पनि एक लाइन बाहिरबाट गर्नुपर्छ। कपको होस् या कलरको होस् या फेसन पट्टी हान्दा होस्, एक लाइन बाहिरबाट हामीले सिलाइ गर्यौं भनेपछि मोड्दाखेरि चाहिँ राम्रो देखिन्छ साथीहरु। यसरी मैले यहाँबाट फोहोर नहोस् भनेर कोब्रा काटे। अब म यसलाई यसरी फर्काउन गइराखेको छु। यो हाम्रो कप यो पनि रेडी भइसकेको छ। अब म कलर बनाउन गइराखेको छु साथीहरु। सबभन्दा पहिला हामी यसलाई एक बुटको अथवा एक चारको सिलाइ गरौँ। यो सिलाइ भइसकेको छ अनि यहाँको फाल्टु कपडा तपाईले काट्न सक्नुहुन्छ। यो काट्नु भयो भने राम्रो हुन्छ। अनि यसलाई मैले यहाँबाट यसरी काटे साथीहरु। करिब आधा इन्चमा एक लाइन कम राखेर कटिङ गर्नु होला सिलाइको लागि। त्यसो भयो भने कलर छुट्ने डर हुँदैन। अनि यसलाई चाहिँ यसरी चेक गर्नु होला पहिला। यो भाग बराबर बनाएर यहाँनिर एउटा चुट्का लगाएँ मैले, अथवा यही यसमा पहिले पनि लगाउन सकिन्छ, त्यसरी पनि बनाउन सकिन्छ, पेस्टिङमा नै लगाउन सकिन्छ। कलर अनि यो कप, यो कलर अनि ब्यान्डको लागि म यहाँ चाहिने जति कपडा काट्न गइराखेको छु। भइसकेको छ। यो त साइडमा राखेँ। त्यसपछि मैले यहाँनिर यसलाई चाहिँ यसरी सिलाएँ है साथीहरु। एउटा देखिया छ। यहाँनिर जहिले पनि हामीले एक
यो टुप्पा भन्दा कलरको टुप्पा भन्दा हामीले चाहिँ एक लाइन उता राख्नुपर्छ। एक लाइन उता राखेर यसरी तपाईले यो धागा हाल्नुस् यहाँ यसको बीचमा। यो धागो यसरी गरेर यता राखेर यसलाई यता लिनुस् ताकि हामीलाई अहिले कलरको टुप्पा फर्काउँदाखेरि सजिलो होस्। अनि यहाँ पनि चेक गर्नु होला। यो पनि ठ्याक्कै यो टुप्पा भन्दा एक लाइन जति उता छोड्नु होला। र यसलाई पनि यसरी मुनिबाट बनाएर यसरी फेरि यसरी अड्काउनु होला। अनि यो सुईमा अड्डिसकेको छ। यो सुईमा अड्डिसकेपछि यसलाई यता मोड्न सक्नुहुन्छ। अनि यो जहिले पनि यो चाहिँ ख्याल गर्नुपर्ने हुन्छ, यो खुम्चिन सक्छ मुनिपट्टि। हल्का हल्का यो कपडा ताने जस्तो बनाएर यसरी मैले तयार बनाइसकेको छु। र यसलाई अब यहाँबाट यसरी नठुट्टियोस् भनेर हल्का कपडा राखेर कटिङ गरिराखेको छु। अनि तपाईले यसलाई यसरी तान्न सक्नुहुन्छ। होइन भने यहाँ सुई राखेर पनि तान्न त सकिन्छ, टुप्पा निकाल्न सकिन्छ। तर कहिलेकाहीँ कपडाको धागाहरू निस्किने सम्भावना हुन्छ। त्यसैको कारणले यो धागा नै हामीले हाल्यो भने कति उत्तम हुन्छ साथीहरू। अनि यसलाई एक चापको अथवा एक बुटको यसरी तपाईले सिलाइ गर्न सक्नुहुन्छ। यसलाई यसरी काटौँ। अनि मैले यसलाई त छुटेर फाल्दिएँ। अनि यसलाई पनि अघिको जस्तै बराबर बनाएर यहाँनिर चुट्का लगाएँ मैले। अब यो चुट्का लगाइसकेपछि यो हाम्रो बेन्डको लागि चाहिँ यो कपडा छान्नुपऱ्यो। अब जहिले पनि यो चाहिँ पेस्टिङ गरेको भएको भने यताबाट छोपेको भएको छ, यताबाट यसरी तान्दाखेरि पनि आउँछ। तर यो चाहिँ एकदम राम्रो देखिएको छ साथीहरू फिनिसिङ। यसरी यो पेस्टिङ गरेको भएको र यो पनि पेस्टिङ गरेको भएको यताबाट अर्को आउँछ। यसरी तपाईले यसलाई सिलाउन सक्नुहुन्छ। यसलाई ठिक सेन्टर मिलाएर यसलाई म सिलाउन गइरहेको छु। यसरी बनाउनु होला। अनि योलाई फेरि यता फर्काएर यो तलको भाग चाहिँ हल्का खिचेको जस्तो बनाउनु होला ताकि तलबाट नखुम्चियोस्।
यसरी काटिदिउँ यहाँबाट। यसरी यहाँनिर कुना निस्किसकेको छ साथीहरू। अनि यहाँबाट यो तलको भागलाई हल्का यतातिर खिचेर सिलाउनु होला। यो एकदम सफा छ साथीहरू, उल्टो साइडबाट पनि। यो हाम्रो रेडी भइसकेको छ यो कलर पनि। अनि यसलाई पनि फेरि यहाँदेखि यहाँसम्म ठिक्क नापेर बिचमा चाहिँ सेन्टर भागमा एउटा चुट्का यसरी लगाउँ। अब यो बाहुलाको भागलाई म यता राख्छु साथीहरू। यो हाम्रो मैले यो दायाँपट्टिको यो काज भाग ताकको भागलाई यो आइरन गरेको छु यसरी। तपाईले पनि यसरी बनाउन सक्नुहुन्छ अथवा सिलाइ पनि हान्न सकिन्छ साथीहरू। अनि यताको भाग जुन चाहिँ यो चाहिँ काज भाग हो, यसलाई चाहिँ यसरी काटेर मैले यो भाग फालेको छु, किनभने यो पट्टी जोड्नु छ साथीहरू यसमा है। होइन भने हामी यसैमा पनि फेसन पट्टी राखेर राम्रोसँग बनाउन सक्थ्यौँ। अनि जहाँनिरबाट हामीले मोड्नु पर्ने हो त्यहीँनिर म यो राख्न गइराखेको छु। यसरी यसरी मैले जोडिसकेको छु। यो हाम्रो देब्रे साइडको अथवा काज पट्टीको भाग हो साथीहरू। अनि यसलाई मैले यस्तो बनाएर यहाँबाट एक बुटको सिलाइ अथवा एक चापको सिलाइ हान्न गइराखेको छु। यसको यतापट्टि पनि एक चापको हान्न गइराखेको छु। साथीहरू लाइक शेयर कमेन्ट
यो सबै भागलाई म काटेर फाल्दैछु। यो हाम्रो बायाँपट्टिको काजपट्टि तयार भइसकेको छ। अब म यसमा बाउला पनि जोड्न गइराखेको छु है साथीहरू। यो उल्टो सुल्टो हुन्छ है साथीहरू। यो उल्टो सुल्टो दायाँ बायाँ भाउलाई चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। मैले यो सिधा यो छड्के अथवा यो पछाडिको भाग यहाँदेखि पहिला लिएँ। त्यसपछि अब मैले यो सिधा भाग अथवा अगाडिको भाग यो बडी काटिएको हुन्छ यो भाग लिँदैछु। फेरि तपाईँले यसरी बनाउनु भयो भने उल्टो सुल्टो हुँदैन, अथवा तपाईँले चिन्ह पनि लगाउन सक्नुहुन्छ। ओके, यो पनि रेडी भइसकेको छ। अब यो हाम्रो अगाडिको भाग हो है साथीहरू। यो भाग बडी सेप काटिएको छ, अथवा यसरी पनि हामी थाहा पाउन सक्छौँ। यो पछाडिको भाग हो भने यो चाहिँ अगाडिको भाग हो। अनि मैले यसरी सिलाइसकेको छु, यो चाहिँ उल्टो भाग हो। अब म यहाँनिर कप जोड्न गइराखेको छु। अनि यहाँ चेक गर्नुपर्ने हुन्छ कति आइराखेको छ। अलि धेरै चुना आइराखेको छ भने त्यही अनुसारले गर्नुपर्ने हुन्छ। यसमा चाहिँ एउटा मात्रै आउँछ, त्यसो भएको कारणले म पछाडि राखेको छु। तपाईँले यसरी प्लेट राख्न सक्नुहुन्छ अथवा एउटा चुना राख्न सक्नुहुन्छ। अनि यसलाई यसरी फर्काउनुलाई साथीहरू यो भागलाई पनि यसरी फर्काइदिनु होला। यो भइसक्यो। अनि यसलाई पनि हामी बनाऊ। अब यसको पछाडिको भाग यो हो, अथवा यो टन्किने भाग छ। अनि यो अगाडि भाग यो चाहिँ सिधा भाग छ। तर उल्टो सुल्टो कपडामा चाहिँ यो पुरा लागु हुँदैन है साथीहरू। अनि यसलाई मैले एकपटक मात्र मोडेको थिएँ अगाडि, अनि यसरी चाहिँ मोडेँ मैले। यो मोडिसकेपछि मैले यसरी यहाँनिर एउटा चुना हालेको छु अथवा प्लेट राखेको छु। अब म यसलाई यो भागलाई यसरी गराएर है, यसरी नगराउनु होला, यसरी नबनाउनु होला, यसलाई यसरी बनाउनु होला।
यो एक चापको हान्नु होला है शरीर यसरी रेडी भइसकेको छ अनि म यो अर्को साइडमा पनि बनाउन गइराखेको छु सबै एक फिटको हान्नु होला अनि यो धागाहरू चाहिँ हामीले साथसाथै कटिङ गऱ्यौँ भने राम्रो हुन्छ ओके साथीहरू यो रेडी भइसकेको छ अब म चाहिँ अगाडि र पछाडि जोड्नु गइराखेको छु त्योभन्दा पहिला धागा चेन्ज गर्नुपर्ने हुन्छ मैले अलरेडी धागा भरेर राखिसकेको छु त्यसैले म यसलाई चेन्ज गर्न गइराखेको छु मैले पछाडिको पाटा उठाएँ मेरो कटिङ चाहिँ यस्तो खालको थियो है पछाडिको पाटा मैले तिरा एटेच वाला काटेको थिएँ त्यसैले म यसलाई यसरी देखाउँदैछु तिरा यसलाई यसरी हामी सिलाइ हानौँ सिलाइ हानेन थिएँ धागा टुटेछ मैले एक बुटको सिलाइ हानेको छु अनि यहाँनिर यो बायाँ साइडको सर्टको पाटा मैले उठाएँ अनि मैले यसलाई पनि जोडे साथीहरू यसरी अनि यो ताकपट्टी वाला भाग यो पनि भइसकेको छ त्यसो भएको कारणले अब म यी सबैले किनारी सिलाइ हान्न गइराखेको छु हामीले चाहिँ प्राय किनारी सिलाइ हान्छौँ साथीहरू तपाईँहरू चाहनुभयो भने नहान्न पनि सक्नुहुन्छ र सिलाइ हान्नुभयो भने बलियो पनि हुन्छ र राम्रो फिनिसिङ पनि हुन्छ आइरनले बसाल्छ
भइसकेको छ। अब म अगाडिको पाटामा किनारी सिलाइ हान्न गइराखेको छु। स्टप गरौँ। यो पनि मैले हानिसकेको छु। यो अब यहाँनिर कलर पहिले जोड्नु पर्ने, तर हामीले धागा चेन्ज गर्ने समस्या भएको कारणले म पहिला चाहिँ यो सिलाइ हान्न गइराखेको छु साथीहरू। यो बाहुलाको सिलाइ हान्न गइराखेको छु। म यसलाई लक गर्दैन, यसरी लक पनि गर्न सक्नुहुन्छ, होइन भने तपाईँले यसरी सानो किनारी हानेर पनि तपाईँले जस्तो सजिलो लाग्छ त्यस्तै गर्न सक्नुहुन्छ। यो मैले किनारी हानिसकेको छु। अब म यसलाई चेक गर्न गइराखेको छु यो कुन चाहिँ साइडको बाहुला हो भनेर। यो हाम्रो देब्रे साइडको हो, अनि म यो देब्रे साइड यो नाप्छु साथीहरू। ठुलो आइराखेको छ हाम्रो काखी भाग, त्यसो भएको कारणले म यसलाई हल्का यताबाट लिन्छु। यसरी हामी चाहिँ मिलाउन सक्छौँ। अनि यो तलको भागलाई म खिचेको जस्तो बनाउँछु। खिच्नै पर्ने आवश्यकता चाहिँ होइन, र म हल्का खिचेको जस्तो बनाउँछु साथीहरू। भइसक्यो। यो भइसकेपछि यसलाई हल्का खिचेको जस्तो बनाएर
यसले हल्का यो भागलाई ढिक जस्तो बनाएर तपाईले चाहिँ बनाउन सक्नुहुन्छ है यसरी। अनि यो कपडा चाहिँ यतातिर आउनुपर्छ है साथीहरु, सिलाइ हान्दाखेरि। यो अगाडि चाहिँ अलिकति ख्याल गर्नुपर्ने हुन्छ यसरी, नत्र चुनाहरू आउने सम्भावना हुन्छ। ओके, यो रेडी भइसकेको छ। यो आइरन गरेपछि राम्रो देखिन्छ। म अर्को पनि बाउलो जोड्न गइराखेको छु। यो अर्को बाउला पनि हाम्रो बुटिएको छ र म एक बुटको सिलाइ अथवा एक चापको सिलाइ हान्न गइराखेको छु। यो भइसकेको छ। अब म यसलाई पनि जोड्छु। मैले अघि भने हामीले कलर पहिला जोड्नु पर्ने हो, तर धागा चेन्ज गर्नुपर्ने भएको कारणले गर्दाखेरि यो फिनिस गरिदिन्छु। त्यसपछि हामीले यो र यो जोइन मिलाउँ। अनि यहाँ हल्का तलपट्टि चाहिँ हल्का लामो हुन्छ साथीहरु, यसलाई यसरी एकचोटि यहाँ चेक गर्न सक्नुहुन्छ। यहाँ ठिकै आएको हुन्छ।
त्यसपछि यहाँ एकचोटि यहाँ समात्नुहोस् अनि यो भागलाई मिलाएर बराबर बनाउनुहोस् अनि यता जति आउँछ त्यसलाई चाहिँ तल हालिदिनुहोस्। तपाईँले यो बाहुलाको भाग हल्का यसरी उठाएर सिलाउनु भयो भने कुनै पनि कपडा तलको अटोमेटिक ठाउँमा जान्छ साथीहरु। ओके, यो रेडी भइसकेको छ। म यसलाई आइरन गर्छु, यसलाई म लक गरेर फेरि सिलाउँछु। साथीहरु, यो मैले लक गरेर लिइसकेको छु। मैले अब यसको तलको भागलाई सिलाइ हान्न गइराखेको छु। सबभन्दा पहिला मैले यसलाई यत्तिकै राखेर सिलाएँ। तपाईले यसरी सिलाउन सक्नुहुन्छ। अनि यसलाई यतातिर फर्काउँ यो सिलाइलाई। अनि यसलाई यता अनि यो सिलाइ चाहिँ बिल्कुल किनारीबाट हुनुपर्छ साथीहरु, सकेसम्म। ओके, यो भयो। अनि यसलाई फेरि अर्कोचोटि यसरी मोड्नुस् र एक बुटभन्दा हल्का सानो हान्नुस्। सानो भयो भने तपाईले ठुलो पनि हान्न सक्नुहुन्छ, तर यसो गर्दाखेरि यहाँनिर खुम्चिने सम्भावनाहरू हुन्छ ठुलो हान्दाखेरि। अनि तपाईले यतिको हान्नु भने ठिक्कको हुन्छ यसो। अनि पहिले नै यहाँ यसरी लिनुस् है। यो हाम्रो तलबाट मोड्ने सिद्धिसकेको छ, यो मोडिएको छ। अब म यसलाई कलर राख्न गइरहेको छु साथीहरु। कलर राख्नुभन्दा पहिला यसलाई मैले यो कपडा ठिक छ कि छैन भनेर चेक गर्नुपर्ने हुन्छ एकचोटि। यो चाहिँ अलिकति सानो रहेछ, त्यो सो भएको कारणले यो भागलाई यसरी हल्का काट्छु साथीहरु। अलिकति अगाडिको भागलाई यसरी काटे। यो काट्दा बित्तिकै अब चाहिँ यो मिलिसक्छ। मैले सबभन्दा पहिला धागा फेर्नु पर्ने हुन्छ अब यहाँनिर।
यसलाई सिलाउन गइराखेको छु साथीहरू है। यसलाई यसरी यो जहिले पनि यो सिलाउँदा अथवा कप सिलाउँदा एक लाइन जति यो कपडा बाहिर राख्नुपर्छ है, तलको मुनिकोबाट। अनि सकेसम्म यो बुट उठाउनु हुँदैन, त्यो भयो भने राम्रो हुन्छ यो सिलाउँदाखेरि। अनि यो कलर हाम्रो अलिकति यता आइराखेको छ, यसलाई खुम्चाउँछु म बिचमा। मुनिको हल्का झोलो भएको छ। यो पनि हामी त्यसरी नै अलिकति एक लाइन जति यता छोडेर सिलाउँ। र यो सिलाइसकेको छु मैले। अब म यसलाई किनारी हान्न गइराखेको छु यसको। र यो च्यापिएको रहेछ यहाँनिर। यो सिलाउँदाखेरि हामीले यो भागलाई ख्याल गर्नुपर्ने हुन्छ साथीहरू। ओके, मैले यसरी यहाँबाट सुरु गरेँ सिलाइ। यसलाई यसको भित्र राखौँ है। अनि यहाँ चाहिँ किनारी हान्नु सजिलो। किनारी हानिसकिएको छ। र किनारी हानिसकेपछि यहाँनिर पनि यसरी अनि यहाँसम्म चाहिँ हामीले बराबर हान्नुपर्छ। अनि यसको बिचमा तन्काउने अवस्था पनि आउन सक्छ अथवा हल्का लुजको अवस्था पनि आउन सक्छ। यसको बिचमा हामीले राख्नुपर्ने हुन्छ साथीहरू, ताकि हाम्रो यो भाग र यो भाग मिलोस् अनि सर्ट चाहिँ साइडबाट खस्ने समस्या हुन्छ त्यस्तो नहोस्। हाम्रो मिलिराखेको छ। ओके साथीहरू, सर्ट फिनिस भइसकेको छ। यो चाहिँ बोर्डिङ स्कुलको सर्ट हो है साथीहरू। हेरिदिनु भयो त्यसको निम्ति धन्यवाद। लाइक शेयर सब्सक्राइब गरिदिनु होला। फेरि पनि अनुरोध गर्न चाहन्छु, फेरि पनि हामीसँग जोडिराख्नु होला। हस्, धन्यवाद।